सीमा पहाड तराई कोही छैन पराई सबै सबैलाई समेट्ने एक मात्र सचाई एक मात्र सच्चाई एक मात्र सच्चाई सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाउँमा। ईश्वर वनमा होइन मनमा हुनुहुन्छ भनेर विश्वास गर्नुभयो अनि परमेश्वरका वचनहरूको खोजी गर्नुभयो। परमेश्वरको वचन मात्र खोजी गर्नु भएन, त्यहाँभित्र जीवनहरू पाउनुभयो, आनन्द पाउनुभयो, शान्ति पाउनुभयो, उद्धार पाउनुभयो। त बाँच्दैनस् भन्नेका मान्छेहरूले त आज बाँचेको छ सही भन्ने गराउनु भयो। सर्वशक्तिमान परमपिता परमेश्वर हजुरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाउँमा। शाखा प्रमुख, शाखा उपप्रमुख, केन्द्रीय लिडर सम्पूर्णप्रति अनि शाखा लिडर सम्पूर्णप्रति म प्रकाशदीप गरेको तर्फबाट सिरनिउराहरू उच्च नमन व्यक्त गर्न चाहन्छु। कतार मेरो लागि अपरिचित ठाउँ थियो, त्यो ठाउँमा पुगेँ, मलाई यस्तो राम्रो परिचित बनाइदिनु भयो। म जहिले पनि गर्व गर्छु, मैले सम्झनुपर्ने व्यक्तित्व आज यस ठाउँमा देख्न पाउँदा म आफैले पनि भाग्यमानी फिल गरेको छु। बासु सर अनि सिर्जना सर म्यामप्रति पनि म शिर झुकाएर नमन व्यक्त गर्न चाहन्छु। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु। उहाँले गरेको प्रेम, उहाँहरूले लाउनु भएको गुण, उहाँहरूले हामीलाई धेरै ठाउँमा असाध्यै व्यवस्थित ढङ्गबाट माया अनि प्रेम गर्नुभयो। यो कहिले भुल्ने छैन, सदा सर्वदा सम्झिरहनेछौँ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाउँ। ईश्वर वनमा होइन मनमा हुनुहुन्छ भनेर आउनुहुने तपाईँ सम्पूर्णप्रति पनि म प्रकाशदीप गैरेको तर्फबाट सिरनिउराहरू उच्च नमन व्यक्त गर्न चाहन्छु। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु। आज यिका बिहानै मलाई एउटा फोन आएको थियो। म 8 साढे 7 बजीतिरको घटना हो। म फ्रेस हुन्छु भनेर वासरुमको तयारी गरिरहेको थिएँ, मुख धुन पर्यो भनेर, तर फोन आयो। आउनु भएको छ भनेर, पक्कै पनि यहाँ आउनु भएको छ होला, मैले यहाँ बोलाएको थिएँ। सर हजुर सब कुछ लुटिएँ, म बर्बाद भएँ, केही हुन्छ कि भनेर एकजना मान्छेसँग मेरो कन्ट्याक्ट भयो। उहाँले तिमीलाई चाहिँ धेरै पैसा आएको छ, तिमीले मानेको कुनलाई मान्छौ, जुनलाई तिमीले मानेका छौ उसले तिम्रो लागि ढोका खोलिदिनु भएको छ। यदि पैसा तिमीले जम्मा गर्यौ भने त्यो तिमीले प्राप्त गर्नेछौ भन्यो। मैले विश्वास गरेँ, होला, मैले फुल विश्वास गरेँ। खोजखाज गरेँ, साथीभाइसँग खोजेँ, ऋण थियो, ऋणमाथि पनि थप जे होला त्यहाँबाट आउँछ तिर्छु भनेर मैले त्यो ऋण लिएँ। अनि जसले भन्नुभएको थियो उसलाई मैले पठाइदिएँ। लगभग 1.5-2 लाख जम्मा गर्न मलाई धेरै गाह्रो थियो, धेरै मुस्किल थियो। मैले 1.5-2 लाख रुपियाँ जम्मा गरेर हरेक आफूसँग भएको सुन पनि बेचेँ, मागेको नपुगेर मैले पठाइदिएँ। जुन दिन त्यो 1.5 लाख पठाएँ त्यो दिनबाट कन्ट्याक्ट पनि भएन, केही पनि भएन। आखिर म लुटिएँ, म बर्बाद भएँ। अब मेरो मुख देखाउने ठाउँ कहीँ छैन सर हजुर, त्यसैले आज म सायद अन्त्य गर्छु होला, आज म मर्छु होला, म मर्नको लागि ठिक्क भएको छु भन्नुभएको थियो। मैले उहाँलाई जसरी पनि तपाईँ आज मङ्गलबार आउनु है भनेको थिएँ। म्याम हजुर तपाईँको पैसा लुटिएको हो,
तपाईको किस्मत लुटिएको छैन। मन कमजोर नबनाउनुहोस्। तपाईले आज 1.5 लाख जसरी तपाईको प्रत्येक गाँस काटेर तपाईले दिनुभएको छ नि, पक्कै पनि उहाँलाई पनि राम्रो हुँदैन। हामी यहाँ धेरै मानिसहरू आउँछौँ, यति धेरै बिगबिगी छ यस्ता कुराहरूको। उहाँ मात्र नभई धेरैले मलाई भन्नुहुन्छ, प्लिज यस्तो लोभमा नपर्न पनि अनुरोध गर्छु म। कसैले के भन्नु भएको छ, कसैले अनलाइन भन्नुभएको छ, कसैले के भन्नुभएको छ, कसैले के भन्नुभएको छ। तपाईँ मरी काम गर्दा साउले तपाईँलाई पैसा दिँदैन, कसैले तपाईँलाई यति धेरै पैसा दिँदैछ भने त्यहाँ किन सोच्नुहुन्न तपाईँ यो के कारणले दिँदैछ, कसको कारणले दिँदैछ, को हो त्यो मेरो पैसा दिने, किन दिँदैछ, कतै मसँग भएको पनि लुट्न खोजेको त होइन। ल ठिक छ, तपाईँले ठुलो काम गर्नुभयो, यति मात्रै भन्न पनि सक्नुहुन्थ्यो। हो साँच्चै नै मैले मानेको, मैले जसलाई मानेको छु उसले मेरो दिन फिराइदिनु भयो, ठिक छ, तपाईँलाई पनि धन्यवाद। त्यो आएकै दिन म तपाईँलाई जति पठाउनु पर्ने हो त्योबाट डबल हुने गरेर पठाइदिन्छु, त्यति गरिदिनु न हजुर भनेको भयो नि 1.5 लाख लुटिने थिएन होला। आज हामी यो मैले किन भनिरहेको छु भन्दा हामी भ्रममा परिरहेका छौँ। ईश्वरले त दिनुहुन्छ त नि, नदिने त होइन। जब गुरु येशू मसीहलाई पनि त तिमी त आज 40 दिन 40 रात उपवास बसेर आएका छौ, तिमीले टेक्दै गरेको र तिमीले समात्दै गरेको ढुङ्गालाई पनि त तिमीले रोटी बन भन्दाखेरि बन्छ होला नि, होइन? ट्राई गर त भन्दाखेरि, अनि त्यही ढुङ्गालाई रोटी बनाऊ अनि तिमी खाऊ, तिमी भोको छौ भन्दा मेरो परमेश्वरले मलाई मेरो प्रतीक्षा नगर भन्नुभएको छ। मेरो परमेश्वरले मलाई नतौल भन्नुभएको छ। मेरो परमेश्वरले मानिस रोटीले मात्र जीवित हुँदैन, मानिस परमेश्वरको वचनले पनि जीवित हुन सक्छ भनेर शैतानलाई जवाब दिनुभयो। त्यसैले आज हामी आफ्नै कारणले पनि फसिरहेका छौँ। धेरै बिगबिगी छ, सबै कुरा आएका परमेश्वरबाट हुँदैनन्, परमेश्वरबाट आएका कुरा कसैले रोक्नै सक्दैनन्। माग्नुहोस्, ईश्वरसँग हरेक कुरा सम्भव छ, हामी सम्भव छ भनिरहेका छौँ। तपाईँ त्यो 1.5 लाख रुपियाँको लागि मर्नु पर्दैन। यदि तपाईँलाई त्यो 1.5 लाखले मर्नै पर्ने अवस्था छ भने हामी तपाईँको लागि त्यो 1.5 लाख होइन, अर्को 1.5 लाख थपेर तपाईँलाई जिएको देख्न चाहने हामी सच्चै परिवार हौँ। तपाईँ जिउने हिम्मत गर्नुहोस्, तपाईँ बाँच्ने हिम्मत गर्नुहोस्। बाँच्नु भयो भने तपाईँ नाच्न पाउनुहुन्छ, नाच्नु भयो भने तपाईँ संसारको अगाडि हाँस्न पाउनुहुन्छ। किनकि परमेश्वरले भन्नुभएको छ, कसैले पनि आफू खुसी सुसाइड नगरोस्। आफ्नो खुसी कसैले पनि सुसाइड नगरोस्, त्यो राम्रो होइन। मैले मेरा सन्तानहरूले आफै सुसाइड गरेको म देख्न सक्दिनँ। मेरा नानी, मेरा बाबुले गलत कार्य गरेको म देख्न सक्छु। र एउटा घरबाट निक्लिएको मान्छेले म घाँस काट्छु भनेर हिँड्यो भने, नाम्लो अनि टोको अनि आँसी लिएर हिँड्यो भने, बारीमा गएर होस् या जङ्गलमा गएर होस्, टोकोभरि खाँदी खाँदी घाँस लिएर घर फर्कन्छ। एउटा पानी लिन हिँडेको मान्छेले गाग्रीभरि पानी लिएर घर फर्कन्छ। आज तपाईँ परमेश्वरको आशिष लिनलाई यो महासागरमा आउनु भएको छ कि तपाईँसँग आशिष जाँदैन र? त्यो योग्य त तपाईँ बन्नुहोस् न। जसरी एउटा घाँस काट्ने मान्छेले आँसी र नाम्लो अनि डोको बलियो बनाएर लिएर जानुहुन्छ र त्यो डोकाभरि खाँदी खाँदी घाँस लिएर घर फर्कनुहुन्छ, तपाईँको मन बलियो बनाएर आउनुहोस् त, खाँदी खाँदी आशिष तपाईँ लिएर जानुहुन्छ। त्यसैले मन कमजोर नगर्नुहोस्। तपाईँको किस्मत लुटिएको होइन, तपाईँको 1.5 लाख लुटिएको हो। तपाईँको भाग्य लुटिएको छैन, पैसा सब थुक पनि होइन। त्यसैले यहाँ आउनु नै तपाईँको लागि ठुलो कुरा हो। यो मन बनाउनुहोस्,
त्यो 1.5 लाख त तपाईँलाई परमेश्वरले कति दिनुहुन्छ, कति दिनुहुन्छ। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, तपाईँ मेरा सन्तानहरू महासागर हुन्, मैले महासागरको रूपमा स्थापित गरेको छु, मैले डाँडामा बसालीको सहरको रूपमा स्थापित गरेको छु, मैले महासागरको रूपमा स्थापित गरेको छु। हे मेरा सन्तान, तैँले महासागर देखेको होलास्, महासागर कहिले खोला खोज्दै खोज्दै आएको देखेको छस्, तर खोला खोज्दै खोज्दै महासागर गएको देखेको छस् तैँले। आज मैले तँलाई महासागरको रूपमा स्थापित गरेको छु, खोलाहरू तँलाई खोज्दै खोज्दै आउनेछन्। मैले तँलाई आशिषको भण्डारे बनाएको छु, आशिषहरू तँलाई खोज्दै खोज्दै आउनेछन्। मेरो सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुभएको छ, परमेश्वरले भन्नुभएको छ। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, मैले तिमीलाई जातको रूपमा स्थापित गर्न चाहेको छैन, मैले तिमीलाई धर्मको रूपमा स्थापित गर्न चाहेको छैन, मैले तिमीलाई मुस्लिम भनेर स्थापित गराउन खोजेको छैन, मैले तिमीलाई हिन्दू भनेर स्थापित गराउन खोजेको छैन, मैले तिमीलाई बुद्धिस्ट भनेर स्थापित गराउन खोजेको छैन, मैले तिमीलाई क्रिस्चियन भनेर स्थापित गराउन खोजेको छैन, मैले त तिमीलाई मानव रूपमा मानव भएर स्थापित गराउन खोजेको छु। अझै पनि तिमी धर्म र जातमा लडिरहेका छौ, यो जात र त्यो जात भनिरहेका छौ, यो धर्म र त्यो धर्मको भनिरहेका छौ, मबाट पाउने महिमाबाट चुकिरहेका छौ। हे मेरा सन्तान, मैले तिमीलाई मानव रूपमा मानव बनाउन चाहिरहेको छु। आज तिमीबाट धेरै दियोहरू सल्किनेछन्। आज तिमीलाई मैले संसारको ज्योति बनाएको छु, अन्धकारको ज्योति बनाएको छु। तिमीद्वारा धेरै दीपहरू जल्न बाँकी नै छन्। सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, तिमीहरू हरेस नखाऊ, तिमीहरू आत्तिनु पर्दैन। जब तिमीलाई अप्ठ्याराहरू आउँछन् नि, जब तिमीलाई तुच्छ बनाउँछन् नि, जब तिमीलाई घृणा गर्छन् नि, जब तिमीलाई तुच्छ बनाउँछन् नि, जुन ठाउँमा तिमीलाई तुच्छ बनाएका छन् त्यही ठाउँबाट मैले उच्च बनाउने छु। प्र्याक्टिकल त गर। त्यसैले आज तपाईहरू यो महासागरमा आउनु भएको छ, म पनि यो महासागरमा छु। दिन्छु भन्ने पिताले 100% दिनुहुन्छ। एउटा किसानले यसपालि म धेरै अन्नबाली भित्र्याउँछु भन्नुभएछ। मलाई हाम्रो डम्बर सरको एकचोटि गवाई सुन्न मन लागेको थियो। मैले आज देखेँ, उहाँ एकदमै ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाउँमा। अर्कोचोटि हाम्रो डम्बर सरलाई नछुटाउनु होला। मलाई डम्बर सरको गवाई सुन्न मन लाग्थ्यो, म निकै उत्साहित भएको थिएँ। शैतानिक आत्माले हार खाएको दिन, शैतानिक आत्मा डम्बर सरको पैताला मुनि परेको दिन मलाई अहिले पनि याद छ। हे गुरु, मलाई मारिसके, मलाई सिद्ध्याइसके, ए तपाईँ आउनुहोस् न। यो प्रकाश भन्ने जन्तु रहेछ यहाँ, यो प्रकाश भन्ने जन्तुले मलाई भ्याइसक्यो। हे गुरु, यसको मुटुमा बाण हानेर छेडेर मारिदेऊ न गुरु। अनि उहाँको भाषा जस्तो हाम्रो अन्य भाषा भन्छौँ नि, त्यस्तै बोल्दै 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 अनि गुरु पनि आउन सकेन। अनि गुरु पनि पैताला मुनि परेर, डम्बर सरको पैताला मुनि परेर, त अब सच्चाइ गइहालिस्, अब मेरो के काम छ र म पनि जानै पर्यो नि त बाबै। यस्तो नराम्रोसँग शैतानले हार खाएर गएको जिन्दगीमा यति गर्व लाग्छ। त्यसैले उहाँको गवाई मलाई निकै सुन्न मन लागेको छ। बाहिर आएर भन्नुहुन्थ्यो, ए प्रकाश, तँलाई मार्छु, मैले सिद्ध्याउँछु, तँलाई म सिद्ध्याउन आएको, कसैले सिद्ध्याउन सकेनन्, मैले सिद्ध्याउन सक्छु भनेर आएको भनेर बाहिर चिच्चाइ बोलिरहनु भएको थियो। तर आज उहाँको अनुहार देख्छु, अनि उहाँलाई देख्छु, उहाँको मुहार देख्छु, पहिलाको डम्बरलाई देख्छु, अहिलेको डम्बरलाई देख्छु। गर्व लाग्छ, मेरो पिता तपाईँले के गर्न सक्नुहुन्न। त्यसैले अर्कोचोटि डम्बर सरबाट हामीले गवाई सुन्नेछौँ। आज मै हुम भन्नेले पनि तपाईँ हामीसँग हार खाएको छ। अनि हामी कति सौभाग्यशाली जो परमेश्वरले हामीलाई अन्धकारबाट ज्योतिमा राख्नु भएको छ।
सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु। एउटा किसानले यसपालि म धेरै अन्न बटुल्छु भनेर धेरै मेहनत गर्नुभएछ। खन्नु भयो, जोत्नु भयो, जिलाउनु भयो, बिलाउनु भयो, यहाँ गर्नुभयो, त्यहाँ गर्नुभयो, माटो टेस्ट गराउनु भयो, यो गराउनु भयो, पर्फेक्ट छ। तिम्रो खेती असाध्यै राम्रो हुन्छ। जसले माटो टेस्ट गर्नुभयो, जसले माटो जाँच गर्नुभयो, उहाँले पनि तपाईँको माटो असाध्यै उर्वर भूमि छ, यहाँ धेरै फल छ भनेर एउटा किसान खुसी हुँदै घर फर्किनु भयो। घर फर्किसकेपछि आज फल्ला फल्दैन, भोलि फल्ला फल्दैन, झार मौलाएर आइसक्यो, किसान बौलाएर गइसक्नु भयो तर फल्दैन। फेरि पनि माटो टेस्ट गर्न लिएर जानु भएछ। ए लौ न हजुर, मेरो त यहाँ फल्दै फलेन, मैले त यसपालि यति धेरै मेहनत गरेँ, यति धेरै जिलाएँ बिलाएँ, पानी हालेँ, यो गरेँ त्यो गरेँ, यहाँ गरेँ त्यहाँ गरेँ, कहीँ केही पनि लागेन। लौ न हजुर, मेरो माटो बाहिरको माटो चेक गरिदिनुहोस् भन्दा यो माटो त एकदम ठिक छ। विभिन्न ठाउँमा जानुभयो, विभिन्न विद्वानहरूसँग भेट हुनुभयो, सोध्नुभयो, कसैसँग नि केही रिजल्टै आउँदैन। मकै फल्ला अथवा यसपालि धान फल्ला अथवा धेरै भित्र्याउला भनेको फल्दैन, झार मात्रै बुढेर गइसक्यो। त्यसपछि एउटा असाध्यै किसान, एकदम पुरानो किसान कहाँ पुग्नु भएछ। पुगिसकेपछि लौ न हजुर, मैले त लामो समयदेखि यति मेहनत गरेँ तर यसमा त केही पनि फलेन, म त बर्बाद भएँ, यसपालि त सबैको फले भित्राए, मेरो त केही पनि फलेन भनेर किसानलाई ल्याउँदै गर्दा अनि हेर्दै गर्दा किसानले झाड पन्छाउनु भयो, सबै हेर्नुभयो। रोप्या चाहिँ के थियो तिमीले भन्दा, रोप्या त केही पनि थिएन। अनि त्यो बिउ कहाँ छ भन्दा बिउ त खोपामा छ। हामी धेरै परमेश्वरको प्रशंसा पनि गर्छौँ, प्रभु प्रभु पनि भन्छौँ, प्रभु प्रभु भन्ने मेरा राज्यका हकदार हुँदैन पनि परमेश्वरले भन्नुभएको छ। कहीँ बिउ रोप्न हामी चुकी पो रहेका छौँ कि त्यसै कारणले फल फलिरहेको पो छैन कि, त्यतातिर पनि सोच्ने कि बिउ भनेको तपाईँ यहाँ आउनुभयो त्यो पनि तपाईँको बिउ हो, तपाईँले कसैलाई सुसमाचार सुनाउनु भयो त्यो पनि बिउ हो, तपाईँले कसैलाई सहयोगी भावना मेलमिलाप गराइदिनु भयो त्यो पनि बिउ हो, तपाईँले कसैको विरुद्धमा बोल्नु भएन त्यो पनि तपाईँको बिउ हो। यदि हामीले कतै त्यो कुराबाट चुकेका छौँ भने पनि त्यो कुरालाई कोट्याउने कि त्यो कुरालाई हेर्ने कि यहाँ आएपछि त 100% हुन्छ, 100% हुन्छ। अनि मलाई धेरै घृणा गर्नुहुन्छ, मलाई धेरै कुरा काट्नुहुन्छ भन्नुभएको थियो अघि म त्यहाँ आउँदै गर्दा। यदि संसारमा तपाईँलाई तपाईँका आफ्ना इष्टमित्रले मसँग हिँड्ने सँगै साथीले पनि मेरो कुरा काटेको छ भने मेरो कुरा काटेको होइन, मेरो समस्या काटेको हो। यति मसँगै हिँडेर मेरै बदनाम गरिदिरहनु भएको छ, मेरै विरुद्धमा बोलिरहनु भएको छ, मेरै विरुद्धमा लागिरहनु भएको छ भने त्यो मेरो उन्नतिको मार्ग हो। जसले मेरो विरुद्धमा गर्नुहुन्छ ऊ दुर्गतिको मार्ग हो। त्यसैले कसैले तपाईँहरूलाई म एउटा कुरा के भन्छु भने, गाउँका मानिसले मलाई साना गाउँ दिपक सरको गवाई याद आयो। साना गाउँ दिपक सरसँग मेरो भेट भएको थियो। सर हजुर, जब म ईश्वरको राज्यमा आएँ, जब उन्नति र प्रगति आउन थाल्यो, जब मैले मेरो जिन्दगीमा परिवर्तन आउन थाल्यो, मेरा आफ्ना इष्ट मित्र दाजुभाइ सबैले त्याग्न सुरुवात गरे, मलाई एक्लै बनाउनु भयो। मलाई बिस्तारै बिस्तारै त्याग्दै त्याग्दै आज दिपक सरले पनि सुनिरहनु भएको छ भने तपाईँकै गवाईलाई मैले साबटी लिएर भनेको छु, पक्कै सुन्नुहुन्छ दिपक सर। सबैले त्याग्न थाल्नुभयो। अनि मलाई फोन गर्नुभएको थियो, सर हजुर के गर्ने होला भन्नुभयो। उहाँले त्याग्नु भएको, तपाईँले नत्याग्नु होला है भनेको थिएँ मैले। त्याग्दै त्याग्दै जानुभयो। यो गरौँ पनि हुँदैन, अब त हामी त लगभग गाउँमा एक्लै जस्तो भइयो। तर मैले ईश्वरमा हार खान कहिल्यै छोडिनँ।
मैले ईश्वरसँग हार खाइनँ, मैले ईश्वरसँग थप मजबुत बने, म ईश्वरसँग प्रार्थनामा गएँ, म ईश्वरसँग अन्य भाषामा गरेँ, म यसो गरेँ उसो गरेँ यहाँ गर्दै, तर पनि म शैतानका चालहरूसँग म 1 इन्ची पनि तलमाथि गरिनँ सर। मैले मेरो पितासँग मैले मन बढाउँदै गएँ। मेरै दाजुभाइको आवश्यक पर्ने दिन आयो, ए फलानो तिमीहरू यति आउन त आइदिया हो, ए अब तिमीहरू बोल्न त बोल्दिया हो, ए हो त नि तिमीले मानेको ईश्वर पनि ठिक छ त नि, अब त हाम्रो कार्यक्रममा नि सामेल भइदिया हो, ए लौ न अब यस्तो गरिदेऊ न भन्ने दिन पनि आउँदो रहेछ सर, जुन दिन मैले मेरो मन कमजोर गरेको थिइनँ। सूर्यलाई म हेरिरहन सक्दिनँ, म यो लाइटलाई पनि म हेरिरहन सक्दिनँ, किनकि यसको तेज मेरो आँखाभन्दा धेरै तेज छ। जब तपाईँलाई तपाईँका इष्ट मित्र आफन्तले तपाईँलाई घृणा गर्नुभएको छ भने तपाईँमा परमेश्वरको शक्ति सामर्थ्य चम्किएको छ। परमेश्वरले 100% देख्नुहुन्छ हामीलाई। एकचोटि तपाईँको आँखा कत्रो होला नाप्नुहोस् त, कसको यत्रो रहेछ हेरौँ त। मेरो त यत्रो छ, यत्रो रहेछ, मेरो चाहिँ यत्रो रहेछ। जहाँसम्म लाग्छ सबैको यत्रै होला। यो परमेश्वरले बनाउनु भएको यत्रो आँखाले कसैले पनि छुनै नसक्ने तारालाई देख्न सक्छ। कति माइल टाढा होला आकाशको तारा, एकचोटि कल्पना गर्नुहोस् त। एउटा मेरो परमेश्वरले बनाउनु भएको यत्रो आँखाले कयौँ माइल टाढा भएको आकाशको तारालाई देख्न सक्छ भने मेरो आँखा बनाउने पिता परमेश्वरको, जुन यत्रो आँखा बनाउने मेरो परमेश्वरले बनाउनु भयो नि, मेरो आँखा यत्रो आँखा बनाउनेले कयौँ माइलको टाढा तारा देख्न सक्छ भने मेरो पिताले कहाँसम्म देख्नुहुन्छ होला। एकचोटि कल्पना गर्नुहोस्, एकचोटि कल्पना गर्नुहोस्। मेरो परमेश्वरले मलाई सबैभन्दा आज आँखा त यत्रो छ, नानी नाप्नुहोस् कत्रो होला। त्यसमै पनि अझ आँखाको नानी त अझ कालो छ, एकचोटि कल्पना गर्नुहोस्। त्यसैले मेरो सर्वशक्तिमान जब तपाईँलाई अप्ठ्यारो पर्छ नि, जब तपाईँलाई दुःख पर्छ नि, जब तपाईँलाई साथीभाइ इष्टमित्रले तपाईँलाई घृणा गर्छन् नि, मान्नुहोस् ईश्वरको नजर तपाईँमा परिरहेको हुन्छ। हिजोको दिनमा, अहिले पनि, आज पनि यो विदेशी धर्म हो, धर्म परिवर्तन गर्यो, धर्मको कुरा गर्नुहुन्छ, अहिले पनि गर्नुहुन्छ हामीहरूलाई। हजुर हामीलाई त छोड्नुहुन्न भने अब तपाईँहरूलाई त, ईश्वरलाई त छोड्नुहुन्न नि हामीलाई। हेर्नु त ईश्वरलाई कति पल्लो छेउको पार्नुहुन्छ मानिसहरूले, जसले जीवन दिनुभयो, जसले आज हरेक कुरामा अब्बल बनाउनु भयो। आज साइन्स पढेँ भन्नुभएको छ, आज एमडी गरेँ भन्नुभएको छ, आज डबल डिग्री गरेँ भन्नुभएको छ। यो दिमाग दिनेवाला त ईश्वर होइन र? एकचोटि कल्पना गर्नुहोस् त। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, ए मेरा सन्तान, जब तिमीलाई संसारका मान्छेले टेढो आँखा गर्छन् नि, तब तँतिर मेरो सिधा नजर पर्नेछ। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, कसैलाई डर छ, कसैलाई डर छ, ईश्वरले देखेको छ भनेर कसैलाई डर छ, तर हामीलाई भरोसा छ कि ईश्वरले देख्नु भएको भनेर हामीलाई भरोसा छ। त्यसैले आज सर्वशक्तिमान परमपिता परमेश्वर महान हुनुहुन्छ। कसैलाई पनि विभेद गर्नु भएन। सबभन्दा ठुलो कुरो यहाँ यति महान हुनुहुन्छ कि हाम्रो परमेश्वर कसैलाई विभेद गर्नु भएन। महिलाको खुन सेतो, पुरुषको खुन रातो, त्यहाँ विभेद गर्नु भएन। गर्नुभयो त? महिलालाई नि त्यही रातो रगत दिनुभयो, पुरुषलाई पनि त्यही रातो रगत दिनुभयो। महिलालाई पनि सास फेर्ने नाक यहीँ दिनुभयो, पुरुषलाई पनि सास फेर्ने नाक यहीँ दिनुभयो। विभेद गर्नुभयो त? गर्नु भएन। महिलालाई पनि हेर्ने आँखा यहीँ दिनुभयो, पुरुषलाई पनि हेर्ने आँखा यहीँ दिनुभयो। परमेश्वरले विभेद गर्नुहुन्थ्यो भने महिलाको आँखा यहाँ दिएको भए, पुरुषको आँखा यता दिएको भए, यहाँनिर चाहिँ परमेश्वरले विभेद गर्नुभयो भन्नुहुन्थ्यो। जसले बनाउनेवाला, जसले बनाउनु भयो
जसले हामीलाई यो सृष्टि रचना गर्नुभयो उहाँले कहिल्यै विभेद गर्नु भएन, समान आशिष दिनुभयो, समान व्यवहार गर्नुभयो अनि प्रेम गर्नुभयो अनि भन्नुभयो तिमी मसँग किन डराउँछौ मेरा सन्तान। मैले त संसारमा जसले हात हतियार बोकेर आए, कसैले बाघको सवार गरेर आए, कसैले नागको सवार गरेर आए, कसैले मान्छेको टाउकोको माला लगाएर आए, कसैले खोडा बोकेर आए, कसैले त्रिशूल बोकेर आए, कसैले सर्प बेरेर आए, कसैले बाघको छाला बेरेर आए। डराउनु पर्ने तिनसँग थियो, तिनसँग डराएनौ। म प्रेम बोकेर आएँ, मसँग डराइरहेका छौ, तिमी किन डराएका छौ? एकचोटि त्यो भित्र खोज त आफैले आफैलाई। मसँग डराउनु पर्ने चिज के छ त्यस्तो? मैले बाघको छाला बेरेर आएँ कि नागको माला लगाएर आएँ कि हातमा त्रिशूल बोकेर आएँ कि बाघको सवार गरेर आएँ कि हातमा खोडा बोकेर आएँ कि मैले चाहिँ हात्तीको सवार गरेर आएँ कि म मुसाको सवार गरेर आएँ? र किन डराउँछौ तिमी मसँग? जुन चिजसँग तिमी डराउन पर्ने हो त्यो चिजसँग तिमी डराएको थिएनौ। जुन चिजमा डराउनै नपर्ने थियो मैले त प्रेम बोकेर आएको थिएँ, मैले त मेलमिलाप बोकेर आएको थिएँ, मैले नम्रता बोकेर आएको थिएँ। म त आशिषको बोकेर आएको छु र म आशिष भण्डारी हुँ, हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वर हुनुहुन्छ। र पनि तिमी किन डराउँछौ? के कारणले डराउँछौ? को हो तिमी भित्रको डर? तिमीले डराएका होइनौ। यदि तपाईँ हामी डराउँथ्यौँ भने नि आज परमेश्वरका पवित्र सन्तान बन्ने थिएनौँ। हामी भित्रको तत्त्व डराएको रहेछ नि त। बल्ल सच्चाइ केन्द्र नेपाल परमेश्वरको सन्तान भएपछि थाहा पायौँ कि म डराएको होइन रहेछ, म भित्रको तत्त्व डराएको रहेछ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु। बिना म्याम बानियाटारको शाखा यहीँ हुनुहुन्छ। यस्तो तरिकाले काम गरिदियो सैतानिक आत्माले। रातको समयमा ठ्याक्क दुईटा खुट्टा यहाँबाट तल ठ्याक्कै लक गरिदियो। सर हजुर म त के गर्नु, खुट्टा चल्दैन, केही पनि हुँदैन। यो महिमाको निमित्त, यो आनन्दको निमित्त परमेश्वर हुनुहुन्छ भनेर थप परमेश्वरसँग नजिक हुनको निमित्त हो। यो बेलामा मन कमजोर नगर्नुहोस् म्याम। उसले एकछिन गर्छ, बाँदरले हाँगा पो हल्लाउन सक्छ, फेद कहाँ हल्लाउन सक्छ? फेद हल्लाएको, बाँदरले फेद हल्लाएको कहीँ देख्नु भएको छ? ल मलाई एकजनाले भनिदिनुहोस्, ल फलानु पशुपतिको बाँदरले सर त्यो ठुलो बेलको रुख समातेर हल्लाएको मेरै आँखाले देखेको छ भन्नुहोस्। कसैले देख्नु भएको छ भने? उसले बेलको रुखमा चढेर हाँगा पक्रेर हाँगा पो हल्लाउन सक्छ। बिना म्याम तपाईँको जिन्दगीमा त्यस्तै नै हो। बाँदरले हाँगा हल्लाएको छ, तपाईँ त फेद हो, किन डराउनुहुन्छ? उठ्नुहुन्छ। आज उठेर भजन गाउँदा गवाई गर्दा त्यहाँभन्दा ठुलो खुसी के चाहिन्छ भन्नुहोस् त? आज लाखौँ रुपियाँ लाग्थ्यो होला, अपरेसन गर्नु पर्थ्यो होला, यहाँ पर्थ्यो होला, त्यहाँ पर्थ्यो होला, यो पर्थ्यो होला, त्यो पर्थ्यो होला, तर परमेश्वरमा विश्वास गर्नुभयो, परमेश्वरमा भरोसा राख्नुभयो। आज जस्ताको तस्तै बनाएर पठाउनु भयो। कसले? हाम्रो सर्वशक्तिमान परमात्मा परमेश्वरले। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाउँमा। त्यसैले जहाँ जहाँ पनि शाखा चलाएर शाखा सञ्चालन गरेर बसिरहनु भएको छ, कसले के गरेछ कहिले पनि ध्यान नदिनुहोस्। मलाई लिडरले यस्तो गर्यो उस्तो गर्यो त्यो ध्यान नदिनुहोस्। तपाईँले माया गर्न नछोड्नुहोस्, तपाईँले निन्दा नगर्नुहोस्, तपाईँले प्रेम गर्न नछोड्नुहोस्। किनकि परमेश्वरले भन्नुभएको छ शत्रुलाई पनि तैँले प्रेम गर। आज किनकि लिडरले गरेको हुँदैन, लिडरभित्र बसेर काम गर्ने। किनकि अयुबको हालत आउँदाखेरि अयुबको श्रीमतीले बोलेको थिएन, दुस्रावाला आत्मा बोलेको थियो। अझै पनि परमेश्वर परमेश्वर भन्छौ तिमी? अब त तिम्रो परमेश्वरलाई तिम्रै मुखले सराप अनि ढुक्क भएर मर। अब कति स्याहार्ने तिमीलाई यस्तो गरेर मैले? अझै पनि तिम्रो परमेश्वरपट्टि भरोसा भन्दाखेरि अयुबले त्यो समयमा तिमी एउटा मूर्ख आइमे जस्तो कुरा नगर र मूर्ख आइमे जस्तो कुरा गर्दैछौ तिमी। हेर्नुहोस् है, अयुबले के भन्नुभयो? एउटा मूर्ख जस्तो आइमे। तर आदमले के गर्यो? हो र फरक यहाँ यति छ क्या। अब यो तपाईँले आदम र हब्बाको विषयमा नि थाहा छ नि, धेरैलाई थाहा छ। हब्बाले फलफुल टिपिन दिन जुन यो रुखको चाहिँ नखानु है भनेको थिइन्, उनले चाहिँ टिपिन लगिदिन्, ए तिमीले खायो? हो र, खाम त खाए। आदमले आफू पनि गिरे। तर अयुबले के गर्नुभयो? तिमी एउटा मूर्ख आइमे जस्तो कुरा नगर। म मेरो मम्मीको गर्भबाट नाङ्गै आएँ र नाङ्गै जान्छु,
मैले केही लिएर आएको पनि छैन, केही लानु पनि होइन। मेरो परमेश्वरले मलाई यत्तिकै लानुहुन्छ भने म यसमा पनि खुसी छु पिता भन्नुभयो। अयुबको सुदिन फर्केर आयो, तर आदमको दिन के भयो? त माटोमै पढ्न पनि त माटोमै मिल्नेछस् र माटोमै सङ्घर्ष गरेर खानेछस्। अयुब र उसको हो, यही दुइटालाई छुट्याउन सक्नुपर्छ हामीले। भन्न त तपाईँलाई धेरै मान्छेहरू आउँछन् भन्नलाई, ए यताउता फलानी तिमी सच्चाइ चाहिँ गएकी रहेछौ, तर त्यहाँ त शरीरको उद्धार चाहिँ हुन्छ लाटी, आत्माको उद्धार त हुँदैन। त्यही भएर स्वर्ग जाने ठाउँ त यता हो, त्यता चाहिँ शरीरको उद्धार हुने ठाउँ हो, त्यता जाऊ। तर तिमीलाई अन्तिमसम्म चाहिएको छ भने आत्माको स्वर्ग जाने हो भने चाहिँ यता हो। अनि हो र हो र अयुबले के भन्नुभयो? तिमी एउटा मूर्ख आइमे जस्तो कुरा नगर। आदमले के भन्यो? हो र, ल्याउ न त। बस फरक यति मात्रै छ, यतिलाई फरक छुट्याउनुहोस्। अनि त्यसपछि म यति गएको उति गएको मैले देख्छु अहिले युट्युबतिर। हे प्रभु, हे ईश्वर, अहिले युट्युबतिर देख्छु म। फेरि यस्तो छ, विशेष गरेर म के भन्न चाहन्छु नि, विशेष गरेर हाम्रो सच्चाइ केन्द्र नेपालमा जोडिएको पनि हुनुहुन्न। अहिले सच्चाइ जस्तै जस्तै देखिनेहरू पनि थुप्रै भेटेको छु मैले। ब्यानर पनि हाम्रो जस्तै जस्तै लगाइदिने, हामीले जस्तै जस्तै क्रियाकलाप पनि गरिदिने। अनि अगाडि पछाडि अस्ति मलाई बबिता म्यामले देखाउनु भएको थियो। बबिता म्यामले एउटा ब्यानर लिएर देखाउनु भयो, मै झुकिएको आएँ ईश्वरीय मार्ग सच्चाइ केन्द्र नेपाल छ। अगाडि अलिकति फरक, पछाडि अलिकति फरक मात्रै पार्दै मान्छे त झुकिने हो। म नि सच्चाइमै जुटेको हो। मैले बबिता म्यामले जुन मलाई ब्यानर देखाउनु भयो, बबिता म्याम जस्तै अरू 2-4 जनाले पनि देखाउनु भयो। केन्द्र नेपाल पछाडि चाहिँ झुकियोस् भनेर केन्द्र नेपाल चाहिँ नछोड्या फेरि हाम्रो सच्चाइ केन्द्र नेपाल। अनि उहाँहरूले पनि के गर्नु चाहिँ केन्द्र नेपाल चाहिँ छोड्नु भएको छैन फेरि। म त के भन्छु भने त्यो छुट्याउनु त हजुरहरूले है फेरि। अनि कहाँ कहाँ जुट्नु हुँदो रहेछ, कहाँ कहाँ पुग्नु हुँदो रहेछ। अनि सच्चाइमा गएको, सच्चाइबाट अनि म पनि आएको, त्यहाँ केही पनि भएन। सच्चाइमा आएकै होइन त, सच्चाइमा आउनु भएकै छैन त हो। त्यही भएर यस्तो कुराबाट पनि अलिकति जोगिन पनि म अनुरोध गर्दछु। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड गरौँ। अनि त्यसपछि हो र, यदि तपाईँ यति मात्रै सचेत भइदिनु भयो भने, जब अयुबको पनि मैले तपाईँलाई भने, आदम र हब्बाको पनि भने। आदम र हब्बाले माटोमा बाट आएको थिइस्, माटोमै मिल्नेछस् र माटोमै त सङ्घर्ष गरेर खानेछस् भनेर माटोमै फर्कियो। अयुबले तिमी मूर्ख आइमे जस्तो कुरा गर्छौ। उनले अयुबले पनि कुरा सुन्न सक्थे नि त। हो त नि है, यत्रो बिमारी भएँ, यत्रो हुँदा नि मलाई निको भएन, म बर्बाद भएँ, तिमीले भनेको कुरा ठिकै हो भन्न सक्नुहुन्थ्यो नि, तर भन्नु भएन। तिमी मूर्ख आइमे जस्तो कुरा गर्दैछौ, मेरो परमेश्वरको इच्छा यही छ भने म यसैमा खुसी हुन्छु भन्नुभयो। सुदिन फर्कियो। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु, म मसी येशूको नाउँमा। अब फागुनको 21 गते चुनावी माहौल पनि नजिक आइरहेको छ। कृपया म त एकदमै हात जोडेरै भन्छु हजुरहरूलाई, पहिला एकचोटि सोच्नु होला, त्यहाँ हाम्रा मान्छे छन् कि छैनन्, त्यहाँ हाम्रा मान्छे अड्छन् कि अड्दैनन्, त्यहाँ सच्चाइ परिवारलाई सहज छ कि छैन। यति सहज सच्चाइ परिवारलाई सहज छैन भने त्यहाँ भोट हाल्न हामीलाई जरुरत पनि छैन। तपाईँले भोट हालेको कोही मान्छे, राम्रो मान्छे कामना गर्नुहोस्, ईश्वरको योजनाको मान्छेको कामना गर्नुहोस्, हाम्रो मान्छे पनि त्यहाँ पुगुन्। त्यस्तो छ भने तपाईँहरू भोट हाल्न नअन्कन आउनुहोस्। तपाईँले हालेको भोटले तपाईँलाई पछुतो बनेर बस्ने दिन नआओस्। त्यो अधिकार तपाईँहरूको हातमा छ। कस्तो मान्छेलाई जिताउने, कस्तो मान्छेलाई त्यो ठाउँमा पुर्याउने, त्यो अधिकार तपाईँहरूको हातमा छ। जहाँ पाएँ जो पाइलाई भोट नहाल्नुहोस्।
मेरो पुर्खादेखि पनि नभन्नुहोस्, मेरो बाउबाजेदेखि पनि नभन्नुहोस्, अब राम्रो मान्छेलाई खोज्नुहोस्। तपाईँ हामीले राम्रो मान्छे खोजेनौँ भने कसले खोज्छ हजुर अब राम्रो मान्छे? त्यसैले भोट हाल्दै गर्दा पनि ईश्वरसँग माग्नुहोस्, पिता मेरो भोट यस्तो मान्छेलाई जाओस् जसले मेरो सच्चाइ परिवारलाई पनि माया गरोस्, जसले अन्यायमा परेकाहरूलाई माया गरोस्, जसले अन्यायको विरुद्ध बोल्न सकोस्, जसले अन्यायमा थिचोमिचोमा र बोझले दबिएकाहरूलाई उठाउने आवाज उठाउन सकोस्, त्यस्तो मान्छेलाई मेरो भोट जाओस् पिता भनेर माग्नुहोस्। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु, म मसीह येशूको नाउँमा भन्दै तपाईँहरूका नाना नानी काका काकी मामा भाइ भती जो कोही पनि घर देश भएर परदेश हुनुहुन्छ भने पनि उहाँहरूको जीवनमा भरिपूर्ण आशिष मिलोस्, उन्नति मिलोस्, प्रगति मिलोस्। त्यो शिरमाथि पिर कहिले नपरोस् पिता, सधैँभरि खुसी नै खुसी मिलोस्। तपाईँहरूका ती आँखाबाट रोग अनि शोक दुःख कष्ट दरिद्रताको त्यो आँखामा आँसु कहिल्यै नआओस् पिता। आँसु आओस् त खुसीको आँसु आओस्, तर भुइँसम्म खस्न नपाओस् भन्दै म तपाईँहरूबाट ओझल पर्न चाहन्छु। हस्त नमस्ते। धन्यवाद गर्छु जगतका महान बाली, तिनै लोकका सृष्टिकर्ता सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। येशू मसीहको नाउँमा सबैजनाले जोरदारले ताली बजाउनु परमात्मा पिताजीको लागि। त्यसै गरी आज लिडर सत्सङ्गको दिन विभिन्न स्थानबाट उपस्थित रहनुभएका सम्पूर्ण लिडरजनहरू, सम्पूर्ण ईश्वरका पवित्र अनि निर्दोष सन्तानहरू र आज कोरियाबाट पनि आउनुभएको छ। टाइम पुर्याउला भन्दै गवाई दिनलाई टाइम असमर्थ भयौँ। फेरि आगामी फेरि समय त छ। परमात्मालाई धन्यवाद। त्यसै गरी आज कतारबाट पनि आउनुभएको छ हाम्रो बासु सर हजुर, हाम्रो सृजना म्याम हजुर, विभिन्न स्थानबाट उपस्थित रहनुभएका यहाँहरू सबैलाई एकै मुष्टमा शिर झुकाएर नमस्कार गर्न चाहन्छु। धन्यवाद गर्छु जगतका मालिक सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। येशू मसीहको नाउँमा परमेश्वरको योजना, यो मङ्गलबारको बसाई, यहाँहरू सम्पूर्णले दिनुभएको यो अमूल्य समय, ईश्वरबाट प्राप्त भएका अनमोल गवाईहरू, अनमोल वचनहरू, परमेश्वर आफै हरेकको जीवनमा शाश्वत सत्य ईश्वर महिमाद्वारा प्रकट हुनुभयो, गवाईद्वारा देखिनुभयो। जो गवाई छ ईश्वर देख्नु, त्यो गवाईलाई परमेश्वर देख्नु। जो अदृश्य हुनुहुन्छ तर दृश्यवाला देखिनेवाला काम परमपिता परम ईश्वरले गरेर देखाउनु भएको छ। परमात्मा यो महान महिमा तपाईँको पवित्र सन्तानको माझमा हजुरले यो अलौकिक कामहरू गरेर देखाउनु भयो। त अझै के छ पिता भन्नुभएको छ, बच्चा यो त तिम्रो लागि सुरुवात मात्रै हो, धेरै बाँकी छ। चल्दै जाऊ त, बढ्दै जाऊ त, अझै ठुला ठुला कामहरूले तिमीहरूको लागि एकदम पर्खिरहेको छ, वेट गरिरहेको छ। मन उठाऊ त, विश्वास बढाऊ त, किनकि ठुल्ठुला महिमाको लागि अझै मन ठुलो ठुलो गर्दै जाऊ त, धन्यवाद गर्दै जाऊ त, विश्वास बढाउँदै जाऊ त, आनन्द गर्दै जाऊ त, उत्साहित मन गर्दै जाऊ त। बच्चा तिमीसँग म छु, तिमीद्वारा मैले यस्तो काम गर्छु, सारा विश्वलाई बचाउने काम गर्छु, जोगाउने काम गर्छु। येशू मसीहको अर्थ के हो त? बचाउनेवाला, जोगाउनेवाला, हैन त? आज हामी सबलाई त्यो एउटै नाम ईश्वरले दिनुभयो, बचाउनेवाला, जोगाउनेवाला। चाहे देखिएर गर्नुभएको होस्, चाहे नदेखिएर गर्नुभएको होस्, तपाईँले एकजना कोही रुँदै रहेको, आँसु बगाइरहेको व्यक्तिलाई ईश्वर परमात्मा तपाईँसँगै हुनुहुन्छ है। तपाईँले भरोसा गर्नुहोस् है। तपाईँले भरोसा गर्नुभयो भने संसारको मानिसबाट अपत्यारिलो काम पनि पत्यारिलो काम गरेर ईश्वरले देखाउनुहुन्छ है। जब ईश्वरलाई चिनाउनु भयो,
ईश्वरलाई देखाउनु भयो। तपाईँले एक बोरा चामल दिएको भन्दा, तपाईँले एक छाक खान दिएको भन्दा, सबै छाक सबै समय एकदमै हर समय घटी कमीमा सहायता गर्ने ईश्वरलाई चिनाउनु सबभन्दा उत्तम धर्म हुन्छ। तपाईँले एक बोरा चामल दिनुभयो, सायद एक महिनामा सिद्धिएर जान्छ। तपाईँले एक बोरा सुनै दिनुभयो, त्यो पनि एक दिन सिद्धिएर जान्छ। तर ईश्वरका वचन दिनुभयो, ईश्वरमा जुटाइदिनु भयो। ईश्वरले हर खाँचोमा हर समयमा सहायता गर्नुहुन्छ, हर परिस्थितिमा जगेर्ना गर्नुहुन्छ। एउटा ओखरलाई त कस्तो एकदमै बलियो त्यसको कभरबाट उसलाई कति सुरक्षित राखेको छ, त्यसको गुदीलाई कति सुरक्षित राख्नु भएको छ। एउटा चामललाई त त्यसको बोक्राले कसरी सुरक्षित राख्नु भएको छ, एउटा कोदोलाई त त्यसको बोक्राले कस्तो सुरक्षित राख्नु भएको छ भने तपाईहरू त स्वयं ईश्वरको मन्दिर हुनुहुन्छ, स्वयं ईश्वरको प्रतिरूप हुनुहुन्छ, स्वयं परमात्मा वास गर्नुभएको छ, विराजमान गर्नुभएको छ। त उहाँले के हरेक कठिनाइबाट, रोगबाट, सङ्कष्टबाट बचाउनुहुन्न र? के ईश्वरको कान त्यति बाक्लो छ र तपाईँको पुकार सुन्न नसक्ने? के ईश्वरको हात त्यति छोटो छ र तपाईँको भलाइ गर्न नसक्ने? ईश्वर हर चिज गर्न सक्नुहुन्छ। ईश्वरमा हरेक कुरा छ। जसरी एउटा सानो बालकलाई हेर्नु, त्यो बच्चाले आफ्नो आमाको काख र अरूको काख पत्ता पाइहाल्छ, थाहा पाइहाल्छ। अरूको काखमा राख्नुहोस्, एकछिन बसे पनि उसले आखिर आफ्नै आमाको काख खोजेको हुन्छ। ऊ आफ्नो काखमा आनन्दले निदाउन सक्छ, ऊ आफ्नो आमाको काखमा ऊ आनन्दले आफ्नो ज्यान छोड्न सक्छ। त्यस्तै परमेश्वर आमाको काखभन्दा पनि महान हुनुहुन्छ, सामर्थ्य हुनुहुन्छ, जगेर्ना गर्नेवाला हुनुहुन्छ। त्यहाँभन्दा पनि बुद्धि र ज्ञानले एकदमै अरू सामर्थ्यलो हुनुहुन्छ। हेर्नुहोस् त, मानिसहरूले कस्ता कस्ता आविष्कार गर्नुभएको छ, कस्तो कस्तो टेक्नोलोजीहरूको एकदमै बढिरहेको छ, ग्रोथ भइरहेको छ, बढिरहेको छ। मानिसमा त यति ठुला ठुला आविष्कारहरू निर्माण गर्ने बुद्धि छ भने त मानिसले त त्यत्रो त्यत्रो आविष्कार तयार गर्न सक्नुहुन्छ भने मानिस बनाउनेमा कति बुद्धि होला हेर्नुहोस् त, कति ज्ञान होला हेर्नुहोस् त। मानिसलाई रच्नेवालामा अझै कति भण्डार होला हेर्नुहोस् त, कति आनन्द होला हेर्नुहोस् त। त्यसैले पिताले भन्नुभएको छ त तिमीहरूले के गर, एउटा दुधे बालकलाई जसरी आमाले ख्याल गरेको हुन्छ, त्यो बच्चाले आफ्नो लागि आफू सोच्दैन, बच्चाको लागि स्याहार सुसार कसले गरेको हुन्छ? आमाले गरेको हुन्छ। त्यस्तै हामी ईश्वरका बच्चा हौँ, हाम्रो स्याहार सुसार कसले गर्नुभएको छ? ईश्वरले गर्नुभएको छ, परमात्माले गर्नुभएको छ। हाम्रो लागि के चाहिएको छ, कति बेला के दिनुपर्छ, कति बेला के खाँचो छ, कति बेला के द्वारा बढाउनुपर्छ, यो सबै चिजहरू तयार गर्ने परमात्मा हामी सँगै हुनुहुन्छ। अब डर के को लागि, अब चिन्ता के को लागि, अब कमजोरी के को लागि, अब एकदमै मन खराब किन गर्नु पर्यो? व्यवसायको लागि पनि ईश्वरको बुद्धिलाई प्रयोग गर्नु, परमात्मा तपाईँले इस्तेमाल गर्नु, तपाईँले चलाउनु, तपाईँको आत्मिक रीति अनुसार आशिष र पोषण भर्नु। धन्यवाद पिता, भइसक्यो बोलेर ईश्वरलाई छोडिदिनु भयो, जिम्मा दिनुभयो नि, त तपाईँको काम 1000% ईश्वरले गरिसक्नुभयो। घाटा नोक्सान भएको व्यवसाय ईश्वरलाई जिम्मा दिनुभयो, त्यही व्यवसायबाट धेरै ठुला ठुला लाभ लिन सक्ने योग्य ईश्वर पिताले बनाइसक्नुभयो। परमेश्वर बोल्नु मात्रै हुन्न, परमेश्वर वचन मात्रै दिनुहुन्न, यो वचनमा काम छ, यो वचनमा शक्ति छ, वचनमा तागत छ, वचनमा जीवन छ। यो वचन खानेहरू कमजोर कहिले हुनु पर्दैन। संसारको पनि वचन छ, संसारको वचन के छ? तिमीलाई यस्तो रोग लागेको छ, तिमी यस्तो दुखी मान्छे, तिमीले यो नखानु, त्यो नखानु, यो नगर्नु, त्यो नगर्नु। त्यो संसारको वचन, त्यो वचन खानुभयो, तपाईँ दुःखबाट कहिल्यै मुक्त हुनुहुन्न, तपाईँ दुःख सङ्कष्टबाट, रोगबाट कहिले छुटकारा पाउनुहुन्न। तर ईश्वरको वचन, तिमी ठिक भइसक्यौ,
तिमीले जीवन पाइसक्यौ, तिमी ठिक छौ। हेर त आत्माका ढोका उघारेर हेर त फसल प्रशस्त छ, स्वर्गका खेतबारी हेर त आशिषको अनाजहरू प्रशस्त छ। माग त मसँग, जसरी हामी बाहिर हावा टन्नै हुन्छ, धेरै हावा हुन्छ। जब ढोका खोल्छौँ तब त त्यो हावा भित्र आउँछ। ढोका बन्द गरेर हावाको अपेक्षा गऱ्यौँ भने भित्र हावा आउन सक्छ त? सक्दैन। जब ढोका खोल्छौँ, खोल्न त खोल्यौँ, थोरै खोल्यौँ थोरै हावा आउँछ, धेरै खोल्यौँ धेरै हावा आउँछ। त आत्माका ढोका खोल्यौँ, थोरै खोल्यौँ थोरै पाउँछौँ, धेरै खोल्यौँ धेरै पाउँछौँ। थोरै विश्वास गऱ्यौँ थोरै काम भयो, धेरै विश्वास गऱ्यौँ धेरै काम भयो। त एउटा समुद्रमा पानी लिनलाई चम्चा लिएर जानुहुन्छ, चम्चाभरि ल्याउनुहुन्छ। त एउटा लोटा लिएर जानुहुन्छ, लोटाभरि ल्याउनुहुन्छ। ठुलो ड्रम लिएर जानुहुन्छ, ड्रमभरि आउँछ। तपाईँले पानी जति लिनुभयो त्यो समुद्रको पानी कहिल्यै सुक्दैन। घाम चर्किँदैमा समुद्र कहिल्यै सुक्दैन। त्यस्तै जीवनका समस्या चर्किँदैमा आशिष कहिल्यै सुक्दैन, महिमा कहिल्यै सुक्दैन, आय स्रोतको बाटो कहिल्यै सुक्दैन, चङ्गाईको प्रेरणा कहिल्यै सुक्दैन, आनन्दको स्रोत कहिल्यै सुक्दैन। त्यस्तै परमेश्वर साक्षात हुनुहुन्छ, हामीसँग हुनुहुन्छ, हामीभित्र काम गरिरहनु भएको छ। नचाहिँदो चिज हटाइरहनु भएको छ, चाहिने चिज नभए पनि निर्माण गरिसक्नु भएको छ। ईश्वर परमात्मा त हेर्नुहोस्, अस्तित्वमै नभएकोलाई पनि अस्तित्वमा ल्याउन सक्नुहुन्छ। संसारको मानिसले काठबाट दराज बनाउनु होला, बेड बिसारा बनाउनु होला, तर स्वयं काठलाई सृष्टि गर्न सक्नुहुन्न। हाम्रो ईश्वर पिता त काठलाई नै सृष्टि गर्ने सृष्टिको मूल हुनुहुन्छ। अब भन्नुहोस् उहाँको लागि के असम्भव? एउटा संसारको बुद्धिमान व्यक्तिले एक थोपा रगत पनि बनाउन सक्नुहुन्न, एक चोक्टा मासु पनि बनाउन सक्नुहुन्न, एक टुक्रा हड्डी पनि बनाउन सक्नुहुन्न होला। हजुरको रगत मलाई ट्रान्सफर गर्न सक्नु होला, हजुरको किडनी मलाई ट्रान्सप्लान्ट गर्न सक्नु होला, तर किडनी स्वयं बनाउन सक्नुहुन्न। हामीले विश्वास गरेको ईश्वर त यस्तो मालिक, यस्तो जड हुनुहुन्छ, जसले किडनी सृष्टि गर्न सक्नुहुन्छ, जसले रगत सृष्टि गर्न सक्नुहुन्छ, जसले मासु रच्न सक्नुहुन्छ, जसले हड्डी रच्न सक्नुहुन्छ। रच्नु भएर त आज हामी अस्तित्वमा छौँ। जब संसारमा आएको थिएनौँ त्यति बेला अस्तित्वमा थिएनौँ। अस्तित्वमै नभएकोलाई त अस्तित्वमा ल्याउन सक्नुभएको छ भने भएको चिजलाई सच्याउन सक्नुहुन्न र? धन्यवाद पिता, गरिसक्नुभयो। हजुरको महिमा, हजुरको सत्यता, हजुरको पोषण, हजुरको आशिष, परमात्मा म हजुरसँगै छु। जसरी खेतमा सिँचाइ गर्नुहुन्छ, त्यो खेतका बाली नालीहरू कस्तो हराभरा भएको हुन्छ, त्यस्तै हामी ईश्वरका बिरुवा, हामीलाई वचनको सिँचाइ गर्नुभएको छ। अब हराभरा भएर फुल फल दिने योग्य ईश्वरले बनाइसक्नुभयो। धन्यवाद पिता, भइसक्यो। माग्नु ईश्वरलाई, खोज्नु ईश्वरलाई, किनकि हामीसँग ईश्वर हुनुहुन्छ, जसको साथमा ईश्वर हुनुहुन्छ। भन्नुभएको छ नि, मेरो सन्तान तिमीहरूको एक एक रौँ पनि मैले गन्ती गरेको छु, कुनै खराबी तत्त्वले एक रौँ पनि हल्लाउन सक्ने छैन, मैले एक एक गन्ती गरेर राखेको छु। यदि तिमीलाई कसैले दुःख दिइरहेको छ भने त्यसको लेखा मैले लिएको छु है सन्तान। त्यसैले तिमी आफ्नो लागि चिन्ता नगर। चिन्ता गरेर कसले आफ्नो आयुको एक घडी पनि थप्न सकेको छ र? कसैले थप्न सकिन्छ र? यो मुटुलाई तपाईँले चलाउनु भएको छ र? मैले चलाएको छु र? यो सासलाई मैले चलाएको छु र? यो विशाल आकाशलाई मैले फैलाएको हो र? हाम्रा पिता पुर्खाले फैलाएको हो र? परमेश्वर भन्नुहुन्छ, यो आकाश कसले फैलायो, यो पृथ्वीको जगलाई कसले बसाल्यो? यत्रो सारा चिज गर्न सक्ने तिम्रो ईश्वर, तिम्रो पिताले त्यति तिम्रा जीवनका समस्या, भुसुना जस्ता समस्यालाई हट भनेर चट पार्न सक्दिन र? के अब पनि डराउँछौ?
कि अब पनि चिन्ता गर्छौ, अब पनि आफ्नो लागि आफै सोचेर बोझले दबिन्छौ, अब पनि कमजोर मन गर्छौ, अब पनि मन खराब गर्छौ, किन आफ्नो लागि आफै जान्ने भन्छौ? तिमीले मलाई सिकाउने हो र मैले तिमीलाई सिकाउँछु। सही समयमा हरेक कामहरू मैले गरिरहेको छु, भइसकेको छ। कहिले कहिले हामी आफ्नो चलाकी लगाउँछौँ, त्यसैले कति प्रतिफल आएको हुँदैन। जस्तै एउटा खरायो थियो, खरायो चाहिँ एकदमै आत्तिँदै हकानिँदै एकदमै दुगुर्दै हिँडेछ, दुगुर्दै हिँड्यो, एकदमै डराउँदै, मतलब एकदम के न भयो जस्तो गरेर दुगुर्दै हिँड्यो। हात्तीको टाङमुनिबाट पनि छिर्दै हिँड्यो, अब उता सानो खुर्र कुद्दै हिँड्यो। अनि घोडाको टाङमुनिबाट पनि दुगुर्दै हिँड्यो, होइन के न भएछ, के भएछ भनेर हात्तीले सोधेछ खरायोलाई। खरायो भाइ के भयो, यसरी किन दुकुरेको भन्दा, हेर्नुहोस् आकाश खस्नेवाला छ। त्यसकारण आकाश खस्दै भएको कारणले गर्दा तपाईँहरू चाहिँ त्यो आकाश भत्केको कारणले नष्ट नहुनुहोस् भनेर म पहाड चढ्दैछु भनेछ कि म पहाड गएर चाहिँ त्यो आकाशलाई मैले धान्नेछु, थाम्नेछु भनेर दुगुर्दै हिँडेछ कि त्यो खरायोले आकाश खस्दा अनि फेरि हात्तीले भन्यो आकाश खस्दा त पहाडमा पनि त खस्ला, खसेपछि त संसारै खस्ला, संसारै डुब्ला, संसारलाई किच्ला, तिमीलाई पनि त किच्ला भन्दा नाइ मैले त सबलाई धान्नुपर्छ भनेर चाहिँ आफ्नो सोच लाएर दुगुरेको थिएँ कि कहिले कहिले हामी त्यस्तै खरायो जस्तो बन्छौँ। संसारै मैले गर्नुपर्ने, मेरो घर मैले चलाउनु पर्ने, मेरो छोराछोरीलाई म आफैले सम्हाल्नुपर्छ, मैले पाल्नुपर्छ, सबै मैले गर्नुपर्छ, सब कुरा मैले गरे मात्रै हुन्छ। कहिले कहिले यो सोच्छौँ कि त्यो खरायोले त्यो पहाड खस्दाखेरि सम्हाल्न सक्ला, ऊ माथि पनि त आइलाग्छ। त्यस्तै त गर्नै नसक्ने चिजले किन हो भन्दै हिँड्नु हाम्रो मूर्खता हो। कहिले कहिले हाम्रो यस्तो बुद्धि आउँछ कि यो पनि मैले गर्नुपर्छ, त्यो पनि मैले गर्नुपर्छ। यो मन बनाउनु, सब कुरा छोडिदिनु ईश्वरको हातमा। ईश्वरको हातमा छोडिदिएको काम हेर्दै जानु, ट्वाक ट्वाक प्रकट भएको छ, हजुरहरूको अगाडि प्रकट भएको छ। जुन कुरा छोड्न सक्नु भएको छैन त्यो कुरा तपाईँको भएको छैन, जुन कुरा छोड्न सक्नु भएको छ त्यो काम 1000% प्रकट भएको हुन्छ। त्यसकारण परमेश्वरले भन्नुहुन्छ मलाई धन्यवाद गरेर छोडिदेऊ, मसँग माग, मसँग खोज, तिमी आनन्द गर, किनकि म तिमीसँगै छु, तिम्रो फिक्री चिन्ता मैले गरेको छु। एउटा आमाले दुधे बालकलाई, सानो बालकलाई, त्यो बच्चाले बोल्न जानेर त्यो बच्चाको स्याहार गरेको हो र? त बोल्न नजान्दा पनि आमाले कति स्याहार गरेर उसलाई कसरी हुर्काई बढाइ गर्नुभएको हुन्छ। हामीलाई पनि त्यसै गरी हुर्काउनु भएको, बढाउनु भएको। त्यहाँभन्दा पनि सामर्थी ईश्वर पिता हामीसँग हुनुहुन्छ। अब हरेक संसारको बोझ, रोगका बोझ, व्यवसायका बोझ, परिवारको बोझ, सम्बन्धको बोझ, यी सबै बोझहरूलाई परमेश्वर भन्नुहुन्छ मलाई धन्यवाद गरेर चढाइदेऊ। हिजोको दिनमा फुलपाती अक्षता लिएर स्वाहा स्वाहा भनेर चढाउँथ्यौ नि, आज ईश्वरलाई धन्यवाद गरेर चढाइदिनुहोस्। ईश्वरले 1000% समस्यालाई लिएर समाधान हाम्रो अगाडि प्रकट गरिसक्नु भएको छ। परमेश्वर गर्नेवाला हुनुहुन्छ। परमेश्वर हर चिज गर्न चाहनुहुन्छ जब विश्वास गर्छौँ उहाँको काममा, जब मन बढाउँछौँ उहाँसँग, जब उत्साहित हुन्छौँ ईश्वरमा, तब मानिसको लागि असम्भव भएको काम सम्भव भएको गवाई सुन्न पाएनौँ त। आज हेर्नुहोस् त, लगभग 10 जना जतिको गवाई सुन्यौँ हामीले, हाम्रो बबिता म्याम होइन त। आज माटोमा मिलिसक्ने मान्छे क्यान्सर भएर फेरि दोहोरिएर
त्यस्तो गलित अवस्थाको मान्छेलाई आज यस्तो भरभराउँदो कसले बनाउनु भयो? ईश्वरले गराउनु भयो। किनभने यो मूललाई बुझ्नुहोस्, समस्याको मूल शैतान हो, समाधानको मूल परमेश्वर हो। शैतान ग्रहण गरेको दिनबाट तपाईँ हाम्रो पैताला मुनिको धुलो हो। यस दुनियाँमा हेर्नुहोस्, जति पनि चिज छ बनाउनेवाला छ र बनेको छ। यस दुनियाँमा केही चिज पनि आफसे आफ बनेको छैन। मैले यो लिइरहेको माइक पनि कसैले बनाउनु भयो र मसँग छ। मैले लगाइरहेको यो चोली पनि कसैले बनाउनु भयो र आज मैले लगाइरहेको छु। यो दुनियाँमा जो चिज छ बनाउनेवाला छ र बनेको छ, त समस्या पनि बनाउनेवाला छ र बनेको छ। कोही किडनी फेल गराएको छ, कसैको मुटु फेल गराएको छ, कसैको आँखाको ज्योति गुमाइदिएको छ, कसैलाई के समस्या गरेको छ, कोहीलाई ऋणमा हालिदिएको छ, कोहीलाई निन्दाको भारी दिएको छ। न कुनै जातसँग छ, जात धर्म मनुष्यले बनाउनु भयो। सच्चाइको बाटो डाइरेक्ट ईश्वरले बनाउनु भयो। एउटा जीवित मार्ग डाइरेक्ट ईश्वरले खोल्नु भयो, जसको कारण आफ्ना सन्तानहरू विनाश नहुन्, दुःखमा नपरुन्, कष्टमा नपरुन्, रुवाईमा नपरुन्। मेरो बच्चाको अनुहार अँध्यारो छ भने मलाई कस्तो खल्लो लाग्छ। बच्चा जति उज्यालो छ, खुसी छ, त्यति आफूलाई पनि खुसी मिल्छ। त्यस्तै तपाईँ अँध्यारो हुनुहुन्छ, तपाईँ दुःखी हुनुहुन्छ भने पहिले परमेश्वरलाई दुःख लाग्छ। मैले त उसको समस्यामा समाधान गर्न नसकौँला, दुःख मात्रै मान्न सकौँला, तर हाम्रो परमेश्वरले हरेक समस्याको समाधान गर्न सक्नुहुन्छ। यो मूल हो, यो जड कुरा हो, यो मूल कुरा हो। यस्तो ईश्वर हो। कोही मानिसको झुन्ड बनेर मिलेर सल्लाह गरेर बनाएको विधि विधान जस्तो होइन। ईश्वर त शाश्वत सत्य हुनुहुन्छ। यो संसार त सपना जस्तो छ। संसारमा त टुङ्गै छैन, 1 घन्टा पछि के हुन्छ थाहै छैन। संसारको मान्छेको कुनै टुङ्गै छैन। अनन्तसम्म रहने त ईश्वर मात्रै हुनुहुन्छ। उहाँसँग विश्वास गर्नुभयो त गरेको विश्वास पनि खेर जाँदै जाँदैन। हिजोको दिनमा चिजमा वस्तुमा भरोसा गऱ्यौँ, त्यो चिज वस्तु भन्दा त्यो चिज वस्तुलाई बनाउने ईश्वर सर्वज्ञ हुनुहुन्छ, सर्वज्ञानी हुनुहुन्छ, सर्वव्यापी हुनुहुन्छ। उस ईश्वरको राज्य हामी हौँ। अब ईश्वरलाई राज्य गर्न दिनु। एउटा असल शासकले राज्यलाई चलाउँदा त्यो राज्य कति राम्रो हुन्छ, कति सुन्दर हुन्छ, त्यो राज्यको व्यवस्थापन कति राम्रो हुन्छ। त्यस्तै त्यहाँभन्दा पनि असल महान शासक परमात्मालाई जीवनमा शासन गर्न दिनुहोस् त, शासन चलाउन दिनुहोस् त, कति राम्रो हुँदो रहेछ, कति सुन्दर हुँदो रहेछ। त्यसैले सपना छै संसार छ, भुल्नु नै बेकार छ। सबले गाउनुहोस् है, यो संसार त सपना जस्तो छ, यो कुरा भुल्नु बेकार छ। एउटा चराचुरुङ्गीलाई हेर्नु, त्यो चराचुरुङ्गीले जहाँ गयो त्यसको लागि त्यहीँ खाना तयार भएको हुन्छ। तर उसले भेटे के अरे पाएँ के अरे भनेर भकारी बटुल्न ऊ लाग्दैन। उसले जति सक्छ त्यति खान्छ अनि बाँकी उडेर जान्छ। उसको न किडनी फेल हुन्छ, न मुटुको उपचार गर्नु परेछ, न उसको डायलिसिस गर्नु परेछ, न उसलाई सुगर हुन्छ, न उसलाई प्रेसर हुन्छ, न उसलाई डिप्रेसन हुन्छ। हेर्नुहोस् त्यो कति छुटकारा पाएको जीवन जिएको छ उसले। किनकि उसले के गर्छ, भोलिको लागि फिक्री गर्दैन। उसलाई थाहा छ भोलिको फिक्री गर्ने परमेश्वर भोलि पनि सँगै हुनुहुन्छ। चराचुरुङ्गीमा त्यत्रो बुद्धि छ। हामी मानिस जातिलाई चाहिँ के चाहिन्छ, छोराको लागि, छोरीको लागि, नाता नातिनाको लागि, पुस्तौँको लागि जब जगेर्ना गर्न लाग्छौँ तब दुःखी हुन्छौँ। रोगी मान्छे नै छ, मुटु फेल उसैको छ, किडनी फेल उसैको छ, रगत बिग्रेको उसैलाई छ। त्यो चरा कति आनन्दित छ। त्यहाँभन्दा पनि सर्वश्रेष्ठ हामी हौँ, त्यहाँभन्दा पनि खुसी र आनन्दित हामी हुनुपर्छ। त्यसैले
सपना छै संसार छ फुल्नु नै बेकार छ आत्मा सुम्प्यौ परमेश्वरलाई जीवनकै उद्धार छ होइन त हजुर ईश्वरमा सबै सुम्प्यौँ भने पुरा जीवनको उद्धार छ उपकार छ भलाइ छ ईश्वर भलाइ गर्न कहिल्यै थाक्नुहुन्न किनकि हाम्रो जति माया परमेश्वरलाई अरू कसैको छैन हेर्नुहोस् यति अमूल्य माया पाएको मान्छे संसारको मान्छेबाट पाइन भनेर किन कमजोर हुनुहुन्छ किन डराउनुहुन्छ किन मन खराब गर्नुहुन्छ अमूल्य राखेर काखमा राखेर हरदम हर समय महिमा दिने परमेश्वर हामी सँगै हुनुहुन्छ त्यसैले ताली अझै बजाउनुहोस् परमेश्वरको महिमाले आत्मा शान्ति मिल्छ किनभने परमेश्वर भला हुनुहुन्छ सपना छै संसार छ फुल्नु नै बेकार छ आत्मा सुम्प्यौ परमेश्वरलाई शरीरकै उद्धार छ छैन त हजुर आज अरेको कुरा हो र यो त शाश्वत सत्य ईश्वरको कुरा यो त साक्षात् ईश्वरको कुरा कसैले बनाएर बनावटी कुरा एकछिन सान्त्वना दिनलाई एकछिन आनन्द लिनलाई बोलेको कुरा होइन हजुर यो त प्र्याक्टिकल्ली कुरा सबले पाइरहेका छौँ अझै पाउँछौँ चल्दै जानु बढ्दै जानु ईश्वरले अझै बढाउँदै जानुहुन्छ धन्यवाद पिता यीशु मसीहको नाउँमा सत्य बाटो नहिँड्नु हाम्रो आफ्नै भुल छ परमेश्वरलाई चिन्न सके जिन्दगी नै फुल छ सपना छै संसार छ फुल्नु नै बेकार छ आत्मा सुम्प्यौ परमेश्वरलाई शरीरको नि उद्धार छ आत्मा सुम्प्यौ परमेश्वरलाई शरीरको नि उद्धार छ छैन त हजुर पाएका छौँ नि त भएको छ नि त अब कोही कोही कुरा भएको छैन भने पकडेको कारण भएको छैन अब त्यो पनि छोडिदिनुहोस् ईश्वरले त्यो पनि इस्तेमाल गरेर सही तरिकाले सही रीतिले काम प्रकट गरिसक्नु भएको छ परमेश्वरलाई बुझाइदिनु जति बुझाउन सक्नुहुन्छ त्यति शान्त रहन पाउनुहुन्छ जति पकडेर बस्नुहुन्छ त्यति दुःख हुन्छ दुःखको बाटो किन हिँड्नुहुन्छ सुखको बाटो पाएका छौँ सुखको मार्ग पाएका छौँ अझै आनन्द गर्दै जानु अझै उत्साहित र मन बलियो गर्दै जानु समय त गइसकेको छ परमात्मालाई धन्यवाद यीशु मसीहको नाउँमा यिनै परमेश्वरका वचनद्वारा यहाँहरू सबैलाई मलाई पनि परमेश्वरले कसरी इस्तेमाल गर्नुपर्ने कसरी चलाउनु पर्ने परमेश्वर आफै भएर इस्तेमाल गरेर सही सही काम गर्ने प्रेरणा मन बुद्धि चाहतको साथमा ईश्वर पिता आफैले बढाइसक्नु भयो भन्दै यहाँहरू सबैबाट
ओझेल पर्न चाहन्छु। महिमालाई सञ्चालन गर्नुहुने हाम्रो हिमाल बाबु, हाम्रो नानु लगायत यहाँहरू सबैलाई अनि हाम्रो आज पिताको योजना महिमामा उपस्थित हुनुभएको हाम्रो महेश गोदार सर हजुरलाई पनि धेरै धेरै परमात्मा पिताजीको आशिष महिमा उन्नति मिलिसक्यो भन्दै यहाँहरू सबैबाट ओझेल पर्न चाहन्छु। धन्यवाद गर्छु पिता येशू मसीहको नाममा। हिमाल पहाड तराई कोही छैन पराई, सबैलाई समेट्ने एक मात्र सचाई, एक मात्र सच्चाई, एक मात्र सच्चाई।